Hello, good morning everyone. I hope everyone is doing well. आज उठ्न साथै मेरो दिमागमा एउटा उठफटाङ चीज आइहाल्यो के भने यहाँ तल हाम्रो घर पछाडी स्पेस छ मज्जाको अनि यसमा तोरी छर्दिने भनेर तोरीको साग खानुहुन्छ अनि अहिले जाडो महिना पनि चलिरहेछ आई थिंक नेपालमा जाडो महिनामै हुन्छ के तोरीको साग हैन यसमा तोरीको साग छर्दिन्छु तोरी यहाँ छ तोरी रेडी भएर बसिरहा यो छर्दिन्छु अनि हामीले 1 महिना जस्तो वेट गर्नुपर्छ होला यसको रिजल्ट आउनलाई but I will update you guys. तोरी छरेर सक्यो अब 1 महिनापछि म अपडेट दिन्छु तोरी साग खाने हुन्छ कि हुँदैन भनेर मेन चाहिँ उम्रिन्छ कि उम्रिदैन भनेर अनि तल पाइप लाएर पानी चार्नु पर्ला भोलि जस्तो चार्नु पर्ला पानी चाहिँ अब नेक्स्ट टाइम यो घाँस काट्ने हुँदासम्म उम्रियो भने भइहाल्यो साग खान भइहाल्छ हैन त that's all for now bye